यहाँ अहिले मम्मीले चाहिँ एउटा भेट्नु भयो अरे खै हेरौँ त बाप्रे यहाँ फेरि मम्मीले एउटा च्याउ चाहिँ भेटिन् हेलो गाइस वेलकम ब्याक फेरि पनि मेरो च्यानलमा आज हेर्न सक्नुहुन्छ म कहाँ छु भनेर यस्तो जङ्गलमा छु किन भन्दाखेरि आज चाहिँ च्याउ खोज्न आएको हामी अनि आज चाहिँ अब यो चाहिँ हो निग्रिमको जङ्गलको त्यहाँ हो आज च्याउ खोज्ने अरे म र मम्मी आएको छौँ यसो च्याउ भेटिन्छ कि भनेर हुन त सिजन अहिले नै हो च्याउको खोइ आज खोइ भेटिने हो कि होइन यस्ता जङ्गलमा हो भेटे त हुन्थ्यो मुस्किल छ तर भेटिन त पानी पनि यस्तो मजाले परेन पानी पर्यो भने झरी लाग्यो भने चाहिँ भेटिन्छ यस्तो गरेर चाहिँ खुट्टाले फ्याङ पारेर खोज्नुपर्छ च्याउ भेट्यो भने हजुरलाई देखाउने छु म कति भेट्यौँ भनेर हेर्दै जानुहोस् त्यो अघिको जङ्गलमा त केही भेटेन अब अहिले चाहिँ यो ठुलो जङ्गलमा आइयो यहाँ चाहिँ अलिअलि भए पनि भेटिन्छ कि यस्तो जङ्गल छ कि गाइस के भन्नु हो यहाँ पनि भेटिन्छ कि भेटिन्न फेरि काँडाले चेथारेर यस्तो दुख्छ कि अलि त दुख्दैन झन् पछि हात खुट्टा धुँदाखेरि यस्तो दुख्ने हो यहाँ झर्ने जग्गा मैले देखिनँ कि काँडा झर्ने यस्तो जङ्गल छ यहाँ र यत्रो ठुलो साँप निस्क्यो नि भ्याइयो हुन त यहाँ च्याउ त हुन्छ तर यस्तो जङ्गलमा चाहिँ अब कतिजना हुन्छन् एक्सपिरियन्स नभएका तिनी चाहिँ सक्दैनन् अब म त पहिला गाउँमै हुर्केको हो पहिला यतै यहाँबाट उतापट्टि एउटा गाउँ छ हो त्यतै नै म पहिला बसेको हुर्केको त्यहाँबाट चाहिँ बल्ल हामी यहाँबाट चाहिँ सिफ्ट भएर चाहिँ हामी उता सहरतिर गएको हामी तर भेटिने चाहिँ पर्ने हो अब खोज्न पर्छ एउटा दाउरो भेटियो भने त्यो दाउरोले कति शान्ति छ हेर्नु न हावा फेरि यति फ्रेस छ कि त्यो सहरको हावा त्यो गनाएको भन्दा त यस्तो किरा हुन्छन् यहाँ देखाउँछु म हजुरलाई है हेर्नु यो कस्तो डेन्जर किरा हो यो यस्ता किरा हुन्छन् त्यही भएर जङ्गल आउनु भयो भने हजुर कोही एकदम सावधान भएर हिँड्नु होला हामीले त पहिला त यस्ता कति देख्यो यस्ता साँपहरू हरिया साँप भन्थ्यो हामीले त के घाँस दाउरा पहिला घाँस त काटेँ नि दाउरा चाहिँ काटेँ मैले पहिला अब पहिला गाउँमा अब ग्यास पनि हुन्थेन अहिले पो ग्यासहरू छ अहिले त सुविस्ता छ तर त्यो मम्मी हुनुहुन्छ हो च्याउ भएकै छैन भन्नु हो तर च्याउ हुने टाइम चाहिँ अहिले हो गाइस किनकि यो जुन अहिले जुलाई हो जुलाई अगस्त यो 2 महिना चाहिँ हुने हो मजाले अब भेटेन म हजुरलाई देखाउँछु अब भेटेन भने रित्ती घर फर्किने हो यहाँ अहिले मम्मीले चाहिँ एउटा भेट्नु भयो अरे खै हेरौँ त फर्स्ट च्याउ कस्तो मजाको भेट्यो बल्ल सुरुवात हुँदै चाहिँ हाम्रो फर्स्ट बनी भयो यी च्याउको चाहिँ खै फर्स्ट बनी भयो यो च्याउ चाहिँ यति मिठो हुन्छ कि गाइस यो फर्स्ट बनी भयो अब खोइ लिन हाल्नु यो उसमा प्लास्टिकमा हालौँ खोइ लिनु के एउटा उयो खाम गुवा खाम त्यो गुवा नखाएर नि हो कि सायद च्याउ नभेटिएको पनि खोइ लिनु म निकाल्छु
यो खाम त्यहाँ फेरि अब फेरि खोज्न थाल्न पर्छ भेट्यो भने देखाउने छु गाइस अब मैले दाउरो छोप्नु पर्छ यहाँ एउटा यहीँ रहेछ दाउरो यो दाउरोले अब खोज्चिन्छ झ्याम पारेर खोइ किन हो गाइस च्याउ भनेपछि छँदै छैन हुने टाइम त अहिले हो अब हामीले फेरि एक बार अगस्तमा चाहिँ आउनुपर्छ च्याउ चाहिँ बिल्कुल छैन यस्तो जङ्गल छ र पनि के च्याउ भेट्यो फेरि यहाँ चाहिँ खै यस्तो च्याउ चाहिँ भेट्यो यसलाई चाहिँ मसरुम पनि भन्छ है गाइस मसरुम यहाँ हुन चाहिँ भएको रहेछ यहाँ एउटा च्याउ भेट्यो अरे खोइ यी रहेछ यहाँ रहेछ यी यस्तो यस्तो च्याउ यो च्याउ पनि साह्रै मिठो हुन्छ हेर्नु खोइ यति मात्रै छ अरू कहाँ अरू टिपेछन् मम्मीले टिप्नु आएछ रुक्ने म देखाउँछु हजुरलाई यो च्याउ चाहिँ देखिनमा चाहिँ एकदम गाह्रो हुन्छ यसलाई चाहिँ नेपालीमा चाहिँ निले च्याउ पनि भन्छन् खोइ हेरौँ यहाँ भर्खरै फेरि एउटा थापा च्याउ भन्ने भेट्यो यो पनि खान्छन् हेर्नु गाइस भेटिन चाहिँ भेट्यो ध्यानले खोज्न पर्दो रहेछ ध्यानले खोज्यो भने त्यो अघि गाइस हामीले जो फर्स्टमा भेटेको थियौँ नि त्यो गाइस त्यो भेट्यो पनि यहाँ पनि थापा च्याउ यसलाई भन्छ थापा च्याउ भर्खरै यिनी चाहिँ बच्चा हुन् मम्मीले भेटेको चाहिँ सायद चाहिँ पक्कै आमा थिए क्या हो त्यो चाहिँ ठुली थिए अनि चाहिँ बच्चा हुन् अझै यस्ता यहाँ पनि रहेछ यतिको चाहिँ भेटिएछ अझै खोज्ने यहाँ छ यो हुन त हुने जग्गै हो यो के च्याउ यस्तो यो चाहिँ खाने च्याउ त होइन यो होइन छैन भन्दा चाहिँ गाइस मसरुम चाहिँ छ त्यो चाहिँ अघि फर्स्टमा भेटाएको थिएँ नि मैले मम्मीले भेटाउनु थियो नि हो त्यही च्याउ हो यो चाहिँ सबसे मिठो भन्ने च्याउ चाहिँ यही हो यहाँ चाहिँ एकदम आरामले निकाल्न पर्छ यसरी ढक्क पारेर यो घाँस फुस चाहिँ अहिले पुरा फ्याँक्नुपर्छ पुरै सफा गर्नुपर्छ त्यो त्यत्तिकै होस् त्यही एउटा सानो टुक्रो यति चाहिँ भेट्यो यो पनि छैन भन्दा चाहिँ छ के हेर्न जान्न पर्छ खोज्न जान्न पर्छ छन चाहिँ छ ल खोइ लो हेलमेटले फेरि यति गाह्रो देखायो कि मलाई हेलमेट पक्ड यता जङ्गलमा ल अझै खोज्नुपर्छ भेटिन्छ कि छन त छ के एकदम ध्यानले खोज्नुपर्छ फेरि मम्मीले एउटा च्याउ चाहिँ भेटिन् आमामामा यो चाहिँ बिग सर्ट भनौँ है गाइस ठुलो भने चाहिँ यही भेट्यो बल्ल बाप रे बाप सिजन चाहिँ अहिले हो के मैले भनेको त मैले हो के भेटिनु चाहिँ बल्ल अलिकति ठुलो अलिकति बल्ल भेट्यो मैले त्यस्तै भेटाउन पाएँ मैले भेटिछु साना भेटिछु कि फेरि ठुल्ठुला यस्ता जङ्गलमा हुन्छ कि ल यहाँ पनि भेटियो एउटा मात्रै भेट्यो तर ठुलो भेट्यो हेर्नुहोस् कस्तो मजाको छ है अन्त
यही अब बजारमा किन्न गयो भने कति महँगो भन्छ। यस्तै भेट्न पाए, अझै भेट्न पाए त मजै आउँथ्यो नि। भर्खर यत्रो ठुलो भेटी थियौँ यो, तर मम्मीले उठाइसक्नु भयो। यहाँ अझ एउटा छ है। गाइस यत्रो मेहनतको बाद बल्ल बल्ल भेट्यो। अनि कम त खुसी लाग्छ। यो भन्दा नि त अर्को ठुलो थियो। बापरे। गाइस वाउ डेन्जर भयो यार। भित्रको झन् ठुलो थियो। आम्मामा कस्तो कि म त झिस्लिङै भएको त। होइन रहेछ, तँ त होइन रहेछ। यस्तै देखेको त नि तँ पनि मैले। आम्मामा त्यो मजाको यार। कस्तो खुसी लाग्छ हेर्नु, भन्नुहोस् न। पसिनै पसिना भइयो यहाँ। हिँड्दा हिँड्दै देखेको मैले। किस्मत पनि हुनुपर्छ कि। किस्मत भयो भने ड्याङ ड्याङ भेटिन्छ। पसिनै पसिना भयो। त्यही माथि मच्छरले यस्तो टोकेछन्। एक जग्गा बस्नुहुन्न कि, एक जग्गा बस्यो भने मच्छरले टोकिहाल्छन्। ल हामीलाई एक छाक भइहाल्यो के अरे। अब हामी सोच्यौँ अब फर्क्यौँ। नै त हामी सोचिरहेको थियौँ अझै खोज्न पर्छ भनेर ट्याक्कै भेटियो। अब चाहिँ हामी फर्किन्छौँ होला होइन र? जाऊँ होला अब कि कसो? अब चाहिँ जानुपर्छ होला। यस्तो खुट्टा यस्तो यस्तो गरी हेर्नुपर्छ कि। यस्तो भयो फाट्ट पारेर। यो माथि हेर्दै 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 माथि निस्किनुपर्छ। ल गाइस घर आइपुग्यो। मसरुम लिएर चाहिँ घर आइपुग्यो। मसरुम भन्छन् इङ्ग्लिसमा, नेपालीमा भन्छन् च्याउ। अब ट्याग भाँडा खुवाउनु पर्यो। कति पाइन्छ म देखाउने छु है गाइस। ल एक सानो डबरको एक डबर चाहिँ भएछ। ल चाहिँ हेर्नु त। आहा कत्रो मजाको छ नि। हेर्नु कम त ठुल्ठुला छन्। बाप्रे। यस्तो लास्टमा त ठुलो भेटेको भने चाहिँ यही थियो। ल त गाइस अब चाहिँ म ब्लग चाहिँ यही एन्ड गर्छु। आजको मसरुम चाहिँ यति नै भेट्यो। हामी दुईजनालाई चाहिँ एक छाक चाहिँ आरामले पुग्नु पर्यो। ल त गाइस म चाहिँ ब्लग यही एन्ड गरेँ। अर्को ब्लगमा चाहिँ भेटिने छौँ अब। ल बाई गाइस।